म कतारमा हुँदा मेरो बुढीले फेरि पनि मलाई धोका दिएको थाहा पाए। त्यसपछि मैले योजना बनाए बदला लिने, अनि सुरु भयो पैसा एक कथा। यत्रो पैसा छ मसँग, तर पनि म खुसी छैन। यो सबै मेरो बुढीले गर्दा हो। मलाई यहाँ दुखी बनाइरहेकी छस् र अर्का केटासँग मस्ती गरिरहेकी छस्, होइन? अब बदला सुरु भयो। पैसाको टेन्सन नलेऊ। तिम्रो लागि एउटा महत्त्वपूर्ण काम छ। कस्तो काम भन्नुहोस् त पहिले द, किनकि म यस्तो कामका लागि राम्रो चार्ज लिन्छु। मेरो श्रीमती र उसको अफेयर पार्टनरको कुरा हो। म चाहन्छु उनीहरू यस्तो जालमा परुन् जहाँबाट फर्किने कुनै बाटो नहोस्। तिमी आफ्नो श्रीमतीलाई फसाउन चाहन्छौ? यो त रिस्कको खेल हो। ब्ल्याक मनीको केस प्रहरीले छुनासाथ खेल सकिन्छ। सबै प्रमाण उनीहरूकै घरबाट निस्किन्छ। तर यसको लागि 50 लाख रुपियाँ लाग्छ है। तिमी पैसाको टेन्सन नलिऊ। मेरो काम जसरी भए पनि हुनु पर्यो। यसरी नै मेरो बदलाको कथा सुरु भएको थियो।